श्री मुक्तिनाथ, जय काली माता। यो चाहिँ अब इन्डियाले हाम्रो चाहिँ यहाँको चाहिँ नारायणी नदीलाई इन्डियातर्फ लगाएर रहेछ। यो कति 29वटा कति ढोका छ अरे। यो त्रिवेणी। अब यो पारिपट्टि हाम्रो नेपाल हो। यो पारि चाहिँ नेपाल हो। अब यता चाहिँ इन्डिया। अब हामी इन्डिया पुग्न लागेका छौँ। अब यो चाहिँ हाम्रो गुरुकुलबाट नजिकै पर्छ। अब यो यसरी हाम्रो चाहिँ नदीहरू चाहिँ इन्डियातिर गइरहेको छ है। यहाँ ढोका रहेछ, इन्डियाकै कन्ट्रोलमा छ। यो चाहिँ पुरै नारायणी नदीलाई चाहिँ यसरी कन्भर्ट गरेर लगिएको छ। हेर्दाखेरि धेरै राम्रो रोमान्टिक ठाउँ छ। हाम्रो गुरुकुलबाट चाहिँ यता चाहिँ धेरै नै नजिकै पर्ने रहेछ। अब यता चाहिँ नेपाल छ। यहाँबाट चाहिँ उता नेपाल हो। त्यो पारिपट्टि देखिएको त हरियो चाहिँ इन्डिया हो। त्यहाँबाट हाम्रो यता नेपाल हो। यो चाहिँ ड्याम छ। यसरी चाहिँ बन्द गरेको रहेछ। कन्ट्रोल गरेर उता लगिरहेछ। ठाउँबाट बाँडफाँड गरेको छ। उहाँ चाहिँ हाम्रो गुरुजी हुनुहुन्छ, नारायण हजुर। उहाँकै उसमा चाहिँ म घुम्दै आएको छु। जय काली माता, जय श्री मुक्तिनाथ।